यस्तो फटाफट चाहिँ कहाँबाट आउँछ आवा मेरो फेभरेट है धेरै झुक्यो झुट गाना त्यस्तो माया लाग्छ मेरो आवा कति मिठो नि बरु तिमीसँग बसेर खाएको भएर होला त्यो पनि हुन सक्छ एउटा ल ल आजको कुरा गर्नु
के भने कि तिमीले त्यस्तो? होइन, अब हामीले विदेश जानको लागि 1,20,000 रुपियाँ हालिदिनु पर्ने हो। हेत्तेरिका, सुन त, जे भए पनि तिमीलाई त्यति धेरै माया गर्ने दिदी हुनुहुन्छ। दिदीकै कारणले गर्दाखेरि आमा बुवासँग हाम्रो सम्बन्ध राम्रो बनाइदिनु भएको छ। अहिलेको अवस्थामा 1,20,000 रुपियाँ भनेको खासै ठुलो कुरो होइन। 1,20,000 रुपियाँ भनेको हाम्रो लागि केही पनि होइन। आफन्त भएपछि त्यति सहयोग त गर्नै पर्यो नि। किन ढाँट्नु पर्यो सुन बनायौँ भनेर? दिम त्यति। कस्तो कुरा गर्नुभएको? माग्ने जति सबैलाई पैसा दिएर सकिन्छ? फेरि तिनीहरू यति गरिब छन्, कहिले दिन्छन् हाम्रो पैसा? सबैजना मान्छे विदेश गएर पैसा कमाउँछन् भन्ने पनि त हुँदैन नि। पैसा नकमाउन पनि सक्छन्। त्यही भएर मैले सुन नकिने पनि किन्यो भनेर लगाइदिएको। बेकारमा किन दिनु त्यत्रो पैसा? त्यो भिनाजु विदेश गएर पैसा कमाउँदा पनि कमाउँदैन र हाम्रो पैसा पनि उल्टै डुब्छ। फेरि आफन्तसँग पैसाको कारोबार गरेको पनि राम्रो होइन। पैसाले सम्बन्ध बिगार्छ, त्यही भएर नदिएकी। छोडिदिनु तपाईँ, यो बारेमा केही पनि नबोल्नुहोस्, चुप्प लागेर बस्नुहोस्। मेरो दिदी हो, मलाई राम्रोसँग थाहा छ तिनीहरूको बारेमा। बुढा, मैले त सोचेको पनि थिइनँ बहिनीले हामीलाई यतिसम्म गर्छ भनेर। जब 1-2 लाख रुपियाँ भने त्यसको लागि कुनै ठुलो कुरै थिएन। त्यही पनि हामीलाई पत्याइन। यो कुरा त मलाई पहिले नै थाहा थियो। तिम्री बहिनी धनी घरमा परेकी छिन्, तर हामीलाई पर्दा सहयोग गर्दिनन् भनेर। जसले पनि ऋण दिने बेलामा जाय जेठा हेरेरै दिन्छन्। हामीसँग सम्पत्ति पनि त छैन नि। भोलि विदेश जाँदाखेरि दलालले पैसा खाइदियो भने के गरेर तिर्छन् यिनीहरूले भनेर हामीलाई पैसा नदिएकी पनि हुन सक्छन्। त्यस्तो पनि होइन होला बुढा, कतै बहिनी आफैले समस्या पो परेको छ कि। अब त्यो कुरा छोडिदेऊ, बरु पैसा खोज्न कता जाने हो, जाऊ। तपाईँ जसरी पनि विदेश जानै पर्छ। बरु म यसो बाहिरतिर कतै पैसा पाइन्छ कि खोजेर आउँछु। यस्तो मौका फेरि फेरि आउँदैन। त्यो सागभित्र ल राख्नु है, बाख्राले खाला फेरि। यमुना, मलाई त कस्तो नरमाइलो लागिरहेको छ भने बिचरा तिम्रो दिदी भिनाजुलाई हामीले त्यति सहयोग गर्न पाएर चाहिँ उहाँहरूको भविष्य बन्थ्यो भने पछि नतिर्दा पनि केही पनि फरक पर्दैन थियो। 1,20,000 रुपियाँ भनेको हाम्रो लागि केही पनि होइन। हामीले अहिले गुण लगाउन पाएको भएदेखि उहाँहरूले जीवनभर सम्झिरहनु हुने थियो। गुण भनेको दुःखको बेलामा लगाउने हो, तर हामी त गुण गर्न सक्ने भएर पनि बैगुनी भएर बसिरहेका छौँ। यति साह्रै चाहिँ गर्नु हुँदैन कि। हेत्तेरी, तपाईँ पनि कति किचकिच गरिरहनु भएको। यो विषयमा अब एक शब्द पनि नबोल्नु है। फेरि तपाईँको र मेरो यही विषयलाई लिएर झगडा पर्ला। मैले चुप्लाएर बस्नु भने जस्तो बस्नु न।
मुखिया बा नमस्ते। नमस्ते नमस्ते। मुखिया बा म तपाईँकै घर जानला थिएँ, तपाईँ ठ्याक्कै यहीँ भेटिनु भयो। के थियो भन न। मलाई हजुरबाट एउटा सानो सहयोग चाहिएको थियो। कस्तो सहयोग हो? मुखिया बा सबैले आफ्नो श्रीमानलाई विदेश पठाउँछन्, टन्न पैसा कमाएर पनि पठाउँछन्। त्यो देख्दा मलाई पनि साह्रै रहर लाग्यो। विदेश नगई नेपालमै बसेर उन्नति प्रगति हुन्छ जस्तो पनि लागेन। त्यही भएर मुखिया बा मैले त उहाँलाई विदेश पठाउने सोच बनाएँ। मलाई जम्मा 1,20,000 चाहिएको छ मुखिया बा। मलाई त्यति पैसा सहयोग गर्नुहोस्, पछि मेरो बुढोले कमाएर दिइहाल्नुहुन्छ नि। तपाईँले मलाई यति गुण लाउनु भयो भने मैले तपाईँको गुण जिन्दगीभरि भुल्ने छैन। तपाईँले मलाई ऋणै दिए पनि सित्तैमा दिए जस्तो हुनेछ। हेर म तिमीलाई सिधा कुरा गर्छु, तिम्रो बुढो पनि त्यस्तो छ, टाठो बाठो पनि छैन, विदेश गएर पैसा कमाला जस्तो अवस्थाको पनि छैन। बाठो भए भए कमाउँथ्यो, उमेर पनि गइसक्यो, त्यत्रो पैसा सम्भव पनि छैन। 1-2 हजार रुपियाँ होइन, त्यत्रो 1,20,000 रुपियाँ मैले कहाँ दिनु? केही गरी मैले तिमीलाई पैसा दिइहालेँ भने तिम्रो बुढो विदेश पनि गएन, दलालले पैसा खाइदियो भने तिमीले कहाँबाट तिर्छौ? हेर तिमीहरूको जायजेथा पनि छैन, त्यत्रो पैसा कताबाट आउला जस्तो पनि लाग्दैन। ऋण दिने भनेको जायजेथा हेरेर हो, त्यत्तिकै त म दिन सक्दिनँ। ब्याङ्कमा गए पनि जग्गा हेरेर मूल्याङ्कन गरेर नाप जाँच गरेर बल्ल दिन्छ नि, त्यसै त दिँदैन। पहिला चाहिँ 1,000, 1,500, 2,000 लया त अहिलेसम्म तिरेका छैनौ। त्यत्रो पैसा मैले कसरी दिने? मसँग पैसा नभएको होइन, कोही धनी मान्छे विश्वास भएको मान्छे ल्याएर साक्षी राखेर कागज गरेर उसले नतिरे म तिर्छु भने जिम्मा लिने मान्छे भयो भने म दिन सक्छु, नत्र भने दिन सक्दिनँ। बुझ्यौ होइन जमुना? मैले तिमीलाई क्लियर कुरा गरिदिएँ। अब म पैसा दिन सक्दिनँ, त्यो व्यवहारमा आऊ। बिन्ती छ मुखिया बा, मलाई यति सहयोग गरिदिनुहोस्। म सक्दिनँ भने सुन्नौ, कचोटि भन्ने मलाई अहिले हतार छ, म अहिले हिँडेँ। शालिग्राम भाइ, दाइ के छ हालखबर? ठिकै छ, बस न दाइ, बस बस। अनि पैसाको व्यवस्था भयो त? खोइ दाइ, हामीले पैसा खोज्न सक्छौँ जस्तो लागेन। अब बहिनीले पैसा दिन्छन् भनेर बुढी ढुक्क थिइन्, सालीले पैसा पनि दिनन्। सुन किन्ने यताउता के भनिन्। अनि मेरो बुढी पैसा खोज्न त गएकी छन्, प्रयास पनि गरेकी छन्। अब केही गरी भएन भने के गर्ने होला त? कि सबै पैसा तपाईँ नै तिर्दिनुहुन्छ? सबै पैसा हाल्न चाहिँ म सक्दिनँ भाइ। मैले सक्दिनँ चाहिँ तँलाई भनिदिइसकेको छु। यही भिजा पनि मैले अरूलाई दिएँ भने उल्टो पैसा आउँछ मलाई, पैसा हाल्नु पनि पर्दैन। मैले त त्यहाँबाट उल्टो पैसा कमाउन सक्छु। मैले त तिमीहरूको हालत देखेर माया लागेर ल होस् न भनेर म 1,00,000 रुपियाँ हालिदिन्छु जाऊ भनेर भनेको हो। तिमीहरूले पैसा खोज्न सक्छौ भने खोज भाइ, अब धेरै समय पनि छैन। सक्दैनौ भने मैले फेरि अर्कै मान्छे खोज्नुपर्ने हुन्छ, अर्कै मान्छे लानुपर्ने हुन्छ। ल के गर्ने, अलि छिटो निदिदिनु ल मलाई। हुन्छ, बुढी पैसा खोज्न गएकी छिन्, के हुन्छ कसो हुन्छ म हजुरलाई भन्छु नि। ल भाइ, पैसाको व्यवस्था भएपछि यसो सम्पर्क गर न है।
हुन्छ दाइ हुन्छ अब म पनि आइरहनु भ्याउँदिनँ फोन गर न हुन्छ है पैसाको व्यवस्था भएपछि म फोन गर्छु नि दाइलाई है ल ल नमस्ते है एमुना छोरीले फोन गरेछ हेलो आमा दर्शन भाग्कै मानी भयो छोरी छोरी अनि अहिले तिमीले के गर्दैछौ केही गरेकी छैन आमा भर्खर खाना खाएर बसिरहेको ज्वाइँ पनि अफिस जानुभयो अनि हजुर के गर्दै हुनुहुन्छ नि के गर्नु र छोरी बा र दाइ भएर बारीमा काम गर्न गएका छन् म चाहिँ यत्तिकै खाना पकाएर बसिराखेँ ए अनि सुन्नु न आमा एउटा कुरा भन्छु कसैलाई पनि नभन्नु र भन न छोरी के कुरा हो म कसैलाई पनि भन्दिनँ आमा जमुना दिदीले बेनाजुलाई विदेश पठाउने भनेर मसँग 1,20,000 रुपियाँ माग्दै हुनुहुन्थ्यो मसँग पैसा पनि थिएन फेरि अलिअलि भएको पैसा पनि हजुर बिरामी हुनुहुँदा ज्वाइँले हजुरले दिनु भनेर मैले पनि दिइहालेँ ज्वाइँलाई पनि कति दुःख दिनु भनेर मैले त पैसा छैन भन्ने दिदी रिसाइन् कि किन रिसाउने हो र मसँग पैसा छैन भन्दा पनि रिसाउनु पर्छ र फेरि थोरै पैसा मागेको हो र त्यसले 1-2 लाख त्यहाँमाथि त्यो जमुनाका बुढा विदेश गएर काम गरेर पैसा कमाउनु जस्तो लाग्दैन एक त तिनी रोगी छन् त्यसमाथि बुढा भइसके फेरि यो बुढेसकालमा किन विदेश जानुपर्ने हो आफ्नै देशमा बसेर कुटो कोदालो गरे नि हुने हो अर्का देशमा गएर किन दुःख गर्न मन लाग्यो हो कुनी मलाई पनि त्यस्तै लाग्यो आमा फेरि भेनाजु विदेश गएर राम्रो काम पाउलान् नपाउलान् के होला कस्तो होला हुन त कोही कोहीको राम्रो पनि भइरहेको छ तर कति त काम गर्न नसकेर समस्यामा परेका छन् अझ कोही कोही त लास बनेर पनि फर्केका छन् फेरि पछि झन् नराम्रो घटना घट्न सक्ला त्यही भएर आमा मैले त उसलाई पैसा दिइनँ ठिकै छ नि त छोरी सानो पैसा 2-4 हजार भइदिया भए पनि दिनुहुन्थ्यो त्यत्रो पैसा भोलि तिर्लान् नतिर्लान् के होला कसो होला विदेश जान बित्तिकै तिमीलाई कसैले पैसा पनि त दिँदैनन् फेरि त्यहाँ कमाउन सकेनन् भने त्यो पैसा तिमीले तिर्न पनि त सक्दैनन् बेकारमा दिदी बहिनीको सम्बन्ध मात्रै बिग्रिन्छ बरु तिमीलाई पैसै नदिएको ठिक तिनी विदेश गए जान्छन् नगए जान्न त्यही त आमा मलाई यो कुरा कसलाई भनौँ भइरहेको थियो त्यही भएर तपाईँलाई भनेकी पैसा नदिएर एकदमै ठिक गर्यो छोरी फेरि बिचरा तिनीहरूले पैसा कहाँबाट ल्याएर तिर्छन् हुन्छ आमा अनि अरू सबै ठिकै छ नि सबै ठिक छ छोरी आमा यति कुरा भनौँ भनेर हजुरलाई फोन गरेँ कि पछि कुरा गरौँला नि है हुन्छ छोरी हुन्छ राम्रोसँग बस बा मलाई त कस्तो अल्छी लाग्यो म त घर जान्छु
अरे के भन्छ यो कति न अर्कालाई काम गरे जस्तो घर जान्छु पो भन्छ त्यतिकै घर जान पाइन्छ तँ एउटा छोरो छस् छुट्टिन पर्ने होइन बाँड्न पर्ने होइन सारा सम्पत्ति तेरै हो आफैलाई चाहिन्छ आफैलाई खानुपर्छ भनेर दुःख गर्नु पर्दैन हाम्रो लागि पनि त होइन के अरे तेरै लागि हामीले नि दुःख गरेकै छौँ क्या हामी बुढाबुढीलाई मात्रै भयो त यो जग्गा बेचेर बसी बसी खान पुग्थ्यो तैपनि तँलाई पनि होस् भनेर पो हामीले दुःख गरिरहेको छौँ त छोरो मान्छे भएर लखर लखर हिँडिया छ डुल्या छ यसो काम गर्नु पर्दैन यो अल्छी पाराले चाहिँ भएन है केटा यसरी जीवन कसरी काट्छस् तेरो उमेर त हामीले यही खेतबारीमा बिहानदेखि बेलुकासम्म घोटिएर चाहिँ काम गर्नु पर्थ्यो खाजा पानी समेत खान पाइँदैन थियो आमाले खाजा यहीँ ल्याइदिन्थे त्यत्रो दुःख गरेर जोडेको सम्पत्ति हो यो होइन आजकलका केटकेटीलाई के भएको काम गर्न भने चाहिँ मरे जत्तिकै हुन्छ मिठो मिठो खान पाए घुमेर हिँड्न पाए मोमो खान पाए चाउमिन खान पाए मकैको ठेट्टामा यिनको आँखा के जान्थ्यो मोबाइल हेरेर पाए कति नै ठुलो मान्छे हो भनेर यस्तो गर्छ होइन तँलाई चाहिँ के भएको आफूले आफैलाई कति नै ठुलो मान्छे सम्झिन्छ एकैछिन बारीमा आएर काम गर्न पाए होइन तनाव हुने यो उमेरमा त मेहनत गरेर ढुङ्गै खाइएछ भने नि पचाउने समय हो अल्छी गर्छस् खुरखुर काम गरेर लन्ठु पढाएको छैन घर सर जान यत्रो लाटे भइसक्यो बच्चा त छैन नि कि त विदेशमा गएर अलिअलि पैसा कमाए पनि ठिकै थियो अब यत्रो लाटे भएर बसी बसी खान पुग्छ यति भएको एउटा टुक्रो सम्पत्ति पनि भोलि सिद्धेला नि अनि त घर नै घाटको होलास् विचार गरे केटा थकाइ लाग्यो घर जान्छु भनेर के दुईटा शब्द भनेको थिएँ यसरी हजारवटा शब्द सुनाउनु पर्छ त काम गरिहाल्छु नि बुढो ए बुढो उठ्नु न किन आज के हो थाहा छैन तपाईँलाई आज त एकदमै स्पेसल दिन हो छिटो उठ्नु न कि म नुहाइधुवाइ गरेर आउँछु तपाईँ छिटो छिटो उठेर फलफुलहरू सामानहरू के हुन्छ सबै लिएर आउनु न उठ्नु न कि छिटो उठ्नु न भनेको ल अनि के लिएर आउनुपर्छ अब फलफुलहरू खानेकुराहरू मिठाई माछा मासु के हुन्छ ल्याउनु न के ल्याउनु पर्छ भनेर नसोध्नु न अनि मैले भनेको त्यो स्पेसल चिज चाहिँ ल्याउन नबिर्सिनु है मैले तपाईँलाई हिजोदेखि भनेको थिएँ नि त्यो त अर्डर गरिसकेको छु तयार पनि भइसक्यो त्यसको त पैसा तिर्ने ल्याउने मात्रै हो टाइम लाग्दैन बरु खानेकुरा र फलफुल किन्न चाहिँ टाइम लाग्छ ए ल तपाईँ छिटो छिटो गएर छिटो छिटो आइहाल्नुहोस् त्यतिन्जेलसम्म म मेकअप गरेर कपडा सपडा लगाएर रेडी भएर बस्छु अनि हामी छिटो छिटो सरप्राइज दिनु जानुपर्छ है ल हुन्छ म नुहाउन जान्छु है जामुना
जहाँ